हामी सबैजना कुनै न कुनै काममा इन्भल्भ भइरहेको हुन्छौँ या कुनै न कुनै कामहरू गर्छु भनेर सोचिरहेको हुन्छौँ। तर हामीहरू यस्तो स्टेजमा पुग्छौँ कि हामीलाई त्यो काम गर्न मोटिभेसन नै आउँदैन। जस्तै कि तपाईँ चाँडै उठेर अफिस जानुपर्छ हो अथवा अफिस गएर चाहिँ मैले यो काम गर्नुपर्छ अथवा तपाईँले घरमा सबैको लागि खाना पकाउनुपर्छ। सो यस्तो कुराहरू गर्नको लागि तपाईँलाई कहिलेकाहीँ चाहिँ जाँगरै चल्दैन। हें! भने जस्तो हुन्छ। अथवा तपाईँले अरू कुनै नयाँ काम सुरु गर्नको लागि तपाईँलाई त्यो जाँगर नै चल्दैन। हामीले एकचोटि सिकेको थियौँ कि तपाईँलाई कुनै पनि कुराहरू, कुनै पनि कामहरू गर्नु छ भने चाहिँ तपाईँले त्यसलाई एट्र्याक्टिभ फिल गराउन सक्नुपर्छ। तर अब यसलाई कसरी एट्र्याक्टिभ फिल गराउने त? म एउटा इक्जाम्पल दिएर तपाईँलाई बुझाउँछु। सो एउटा स्टोरी छ कि एकजना मान्छे चाहिँ व्हीलचेयरमा चाहिँ थियो र अर्को मान्छेले चाहिँ उसलाई सोध्यो कि तपाईँले चाहिँ यो व्हीलचेयरमा बस्दाखेरि यसमा चाहिँ आफ्नो क्रियाकलापहरू गर्नुपर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ पुरै एउटा उकुस-मुकुस टाइपको जस्तो फिल हुँदैन? कि तपाईँले चाहिँ राम्रोसँग गर्न सक्नुहुन्न? भनेर चाहिँ सोध्यो त्यो व्हीलचेयरको मान्छेलाई। र त्यो व्हीलचेयरको मान्छे चाहिँ के भन्यो भन्दाखेरि चाहिँ, "मलाई त यसमा म एकदम फ्री भएको, म एकदम लिबरेटेड भएको जस्तो फिल हुन्छ। किन भन्दाखेरि यदि यो व्हीलचेयर नभइदिएको भए म कसरी चाहिँ घरबाट बाहिर जान्थेँ? म कसरी चाहिँ यताउति चल्थेँ?" भनेर चाहिँ उसले त्यो रेस्पोन्स दियो। सो यही माइन्डसेट तपाईँले आफ्नो कामहरूमा पनि एप्लाई गर्न सक्नुहुन्छ। इन्स्टेड अफ थिङ्किङ कि यु हेभ टु डु दिस, यसरी सोच्नुहोस् कि यु गेट टु डु इट। तपाईँले त्यो कामलाई एउटा अपर्च्युनिटीको रूपमा चाहिँ कन्भर्ट गर्नुहोस् र यसरी सोच्नुहोस् कि त्यो काम तपाईँको लागि एउटा अपर्च्युनिटी हो, एउटा ब्लेसिङ हो। र जब तपाईँ यसरी सोच्नुहुन्छ, तपाईँले आफ्नो माइन्डसेटलाई पोजिटिभिटीतर्फ लानुहुन्छ र तपाईँले त्यो काम गर्नको लागि सजिलो हुन्छ र तपाईँलाई त्यही हिसाबमा सेटिस्फ्याक्सन पनि आउँछ।